नझुकिनु है साथीहरू, यो घाँसको मुठा होइन सागको मुठा, त्यसैमा बेथु साग हो। यस्तो ठुलो ठुलोवाला आएको रहेछ। अनि मैले चाहिँ केलाई कुलाई पारेर सफा गरेँ है। पानी चाहिँ 4-5 पानी धोएर बल्लै बल्लै गएको नि, माटो कति धेरै माटो थियो। अनि साग बनाउन गइरहेछु नि त आजमा बेथुको। अनि हेर्नु त प्याज पनि जलेर फेरि बिजोगेँ क्या। अनि त्यो नुन खुर्सानीहरू बेसार हालेको भिडियो पनि भएन छ, सबै तथालिङ्ग लथालिङ्ग टाइपको भिडियो चाहियो, त्यही पनि हेरिदिनु होला ल। अनि मैले चाहिँ बेथुलाई र अनि अन्डालाई चाहिँ सँगै बोइल गर्दै होइन 1-2 सिटी लगाइदिएँ। अनि अन्डा फ्राई गर्दैछु। अनि अन्डा फ्राई यति गरेको छु है मैले। अनि त्यो अन्डा फ्राई गरेकैतिर मैले अघि बनाएको ग्रेभी पनि होइन मसला पनि पिसेर ग्रेभी लाएर भुटेँ। अनि त्यसपछि त्यो बेथुको सागलाई नि मजाले मिक्सरमा ग्राइन्ड गरिदिएर अनि त्यसमै लगाइदिएँ होइन। अनि मजाको भयो। हेर्नु त अन्डा यति मात्रै बचेको छ क्या, अरू त खाइदिएछ बेबीले है। अनि अन्डै भेटिँदैन। अनि यस्तो भनेको थियो मेरो बेथुको साग।